यो चाहिँ कागबेलीको पिण्ड दिने ठाउँमा आएर पनि हामीले दिएर पनि हजुर कागबेनी नदी है, तर यो गङ्गा पनि भन्दो रहेछ है। कागबेनी नदी जहाँ चाहिँ पिण्ड दिन्छ, दिएर पनि हामीले सकेर पनि म चाहिँ यहाँ बाबा र आमाको श्राद्ध त गर्नु मिल्दैन हामीले, तर यसो अब पानी समाउनुको लागि आएको हो, समाएर गरेर यहाँबाट अब हामी निस्किन आँट्यो है। कस्तो लाग्यो तपाईँलाई यहाँ आएर? काली गण्डकीको यो दर्शन अनि यो मुक्तिनाथबाट आएको खोला अनि काली गङ्गाको यो दोभानमा पहिलो हामीले पूजा पाठ गऱ्यौँ। यो एकदमै श्रद्धाको केन्द्र, आस्थाको केन्द्र रहेको बुझियो। यस, आस्था मात्रै होइन, यो डरलाग्दो हो। आस्थामा भन्दैछ यो उनीहरू पनि आउँदैछन् हो, सबैजना पूजा गर्दै रहेछ। यहाँनिर चाहिँ अब मैले पनि यो मौका पाएँ कि यहाँ आएर आफ्नो अब आमा बाबा बितेर जानुभएको आमा बाबाको मैले जल चलाउनु पायो अन्त दक्षिणा गर्नु पाएँ। यसमा मलाई धेरै धेरै खुसी लाग्यो। एकदम खुसी। एउटा मौकामा मान्छेले हो त ऊ यताको केही अघि जाँदिनँ भन्दै चाहिँ आएछ। केही भन्नु छ तपाईँलाई कागबेनीको विषयमा? कागबेनीको विषयमा कागबेनी भनेको चाहिँ यहाँ चाहिँ के पऱ्यो पितृको आमा बाउ जसको छैन उनीहरूले चाहिँ आएर पितृलाई सम्झेर चाहिँ यहाँनिर पूजा गरी श्राद्ध गर्ने उयो स्थल भनेर लेखेको रहेछ, त्यो रहेछ हो। तर हाम्रो चाहिँ आमा बाउ छ, मैले चाहिँ गएर बत्तीमा चाहिँ यसो छ्यासै बालिराखेँ, पानी यसो गरी भएर गङ्गा ढोके आएँ। खुसी लागिरहेको मलाई पनि यति गर्नु पाएर, शान्ति भयो। यहाँ पनि अरूलाई पनि निकालिदिउँ। एकछिन म निकालिदिँदैछु है, आफू सकेर अर्काको खिचिदिउँ न। सबैलाई कस्तो लागिरहेछ है? राम्रो लाग्यो यहाँ आएर? मैले अघि गरेँ त पण्डित लिएर आएर पनि गरेर पनि छिटो छु हो। यो चाहिँ यहाँनिर चाहिँ यस्तो उयो रहेछ, नदी रहेछ, श्राद्धहरू गर्ने ठाउँ रहेछ। मलाई चाहिँ यो आउने साह्रो इच्छा थियो, मेरो पनि आमा बाबा हुनुहुँदैन, त्यसले गर्दाखेरि चाहिँ म चाहिँ यहाँनिर आमा बाबा सम्झेरै आएको। बिचरा उहाँहरूले यहाँ हाम्रो घुम्ने उयो थिएन, तर माथि जाँदाखेरि मुक्तिनाथ मात्रै हो, मुक्तिनाथको चक्करमा यहाँ पनि आइहाल्यो। आएर चाहिँ तपाईँलाई केही भन्नु छ? चिया पिउनु हुँदैछ? भेरी मच एक्साइटेड and very much happy and excited. Didn't expect such a good nice road. आउनु ल, चिया खाँदै अघि लागेछ त्यो दुईटा त। यहाँनिर चाहिँ त्यो मन्दिर चाहिँ उसले बगाएको छ अरे, यहाँ बनिँदै रहेछ। यहाँनिर चाहिँ उयो रहेछ, के भन्छ गुम्बा बनिएको अरे। यो चाहिँ के रहेछ, श्रद्धास्थल घर बारागुन मुक्तेश्वर घर भन्ने रहेछ। अन्त यो नदीले उयो हुँदो रहेछ। मैले चाहिँ यहाँनिर आउने ठुलो इच्छा थियो र आज इच्छा पुरा गरेँ। मेरो बाबा आमा खसेको धेरै भयो, तर उहाँहरूले यहाँ आएर मैले सम्झेर आएको हो। माया हुन्छ सबैलाई होइन, त उहाँहरू पनि पूजा गर्नु जानु हुँदो रहेछ। म छिटो रहेछ, सकेर पनि आइसकेँ। होइन ठिकै छ, जानुहोस्। मैले पण्डित सण्डित बोलाएर ठिक्क पारिदिएको छु। हजुर, यहाँ बस्रहेछ। अन्त यहाँको नजारा चाहिँ यस्तो रहेछ। हामी जानु चाहिँ मुक्तिनाथ जाँदैछ। अब मुक्तिनाथ त पुगेको छैन, यहाँनिर एकछिन आएर यसो पूजासुजा गरेर सक्यो भनौँ न। त मैले गर्दा त आउनु पर्यो।